पनि कति बिछिट्टै लाग्छ कसै कसैको जब 16-17 वर्षको जवानी हुन्छ। जब 16-17 वर्षको जवानी हुन्छ, कुनै बेला प्रेमले भरिएको यो नाम मेरो होइन, विजय सरको है, मेरो नाम हेर्नु विजय सरको हेर्नु यो, किनकि उहाँसँगै मैले सिकेको, उहाँको भाबाट मैले लेखेको है। कुनै बेला प्रेमले भरिएको यो नयन आजभोलि आफै आँखामा पानी हुन्छ, आजभोलि आफै आँखामा पानी हुन्छ। विद्यार्थीहरू हेर्न सक्छु होइन, विजय सरको आँखामा पानी आइसकेको छ होइन। यो रङ्गरूप कहिलेसम्म रहिरहन्छ, साँच्चीकै पनि हो है। यो रङ्गरूप कहिलेसम्म रहिरहन्छ यहाँ, आखिर एकै दिनमा जलेर शरीर खरानी हुन्छ, आखिर एकै दिनमा जलेर शरीर खरानी हुन्छ। जबसम्म साथ छ विश्वास छ तिम्रो, यो मेरो कुरा होइन, उहाँले नै यो कसैलाई बाचा कसम खाएर भन्दै राख्नु भएको थियो है। जबसम्म साथ छ विश्वास छ तिम्रो, मृत्युपछि मुना मदन झै हाम्रो कहानी हुन्छ, उहाँले भन्नुभएको है। मृत्युपछि मुना मदन झै हाम्रो कहानी हुन्छ। र एउटा सानो मुक्तक उहाँले राति 3 बजे उठेर लेखिदिनुहोस्, गरिदिनुहोस् भन्नुभएको थियो। म चाहिँ धेरै समय लिँदैन, विद्यार्थीहरू पनि यहाँ आँटिसकेछन्, मनमनै गाली पनि गरिरहन्, कति चाँडै कार्यक्रम सकियोस् र घर जान पाऊँ होइन। मुक्तक छ यो, गजल होइन, मुक्तकको 4 लाइनको छ है। यहाँ चाहिँ कसैको ज्यान लिने कसैको ज्यान मारा हाँसो रहेछ। यो अब विजय सरको हाँसोले कसैको ज्यान लिन्छ भन्ने मलाई लागिरहेको छ होइन। कसैको ज्यान लिने कसैको ज्यान मारा हाँसो रहेछ, आफ्नो मफलर आफ्नै गलाको पासो रहेछ। आफ्नै मफलर आफ्नो गलाको पासो रहेछ, हाँसी हाँसी कसैको जिन्दगीसँग खेल्नेको जीवनमा के खुसी